यो भिडियोमा चाहिँ म कम्प्लिमेन्ट्सको बारेमा कुरा गर्नेछु, जसमा चाहिँ म पहिले डिमिनिस्ड रेडिक्स कम्प्लिमेन्ट अथवा कुनै पनि बेस r भएको नम्बर सिस्टम छ भने त्यसको चाहिँ r-1 भनेको चाहिँ डिमिनिस्ड रेडिक्स कम्प्लिमेन्ट हुन्छ। भन्नुको अर्थ बाइनरी नम्बर सिस्टममा वान्स कम्प्लिमेन्ट हुने भयो र डेसिमल नम्बर सिस्टममा नाइन्स कम्प्लिमेन्ट हुने भयो। अब यहाँनिर के देखिन्छ भने यसको फर्मुला सिम्पल छ, r पावरमा स्मल n, त्यो स्मल n भनेको चाहिँ त्यो कतिवटा डिजिट छन् भन्न खोजेको हो, त्यसपछि -1 र त्यसपछि माइनस क्यापिटल n। क्यापिटल n भनेको चाहिँ त्यो नम्बर गिभन नम्बर हो र अनि यहाँनिर लेखिएको चाहिँ यो जुन फर्ममा लेखिएको छ यसमा चाहिँ हामी कुनै पनि त्यो नम्बर सिस्टमको भ्यालु पनि राख्न सक्छौँ या डेसिमल नम्बर फर्ममा लेखेर त्यसमा चेन्ज पनि गर्न सक्छौँ। अब जस्तो बाइनरी नम्बर सिस्टम छ भने r को भ्यालु 2 हुने भयो र 2 को पावरमा n -1 माइनस n भनेको चाहिँ त्यसको वान्स कम्प्लिमेन्ट हुने भयो। अब यहाँनिर 2 को पावरमा लेख्नुको अर्थ चाहिँ के हुन्छ त भन्दाखेरि यो भनेको चाहिँ यहाँनिर अहिले डेसिमल नम्बर सिस्टममा लेखिएको छ, तर फेरि यहाँ 1111 लेख्नु भनेको चाहिँ फेरि यो बाइनरी नम्बर सिस्टममा लेखिएको छ। ल त्यसै गरी अनि यदि यही कुरालाई हामीले फलोअप गर्दै जाने हो भने डेसिमल नम्बर सिस्टममा चाहिँ r भनेको 10 हुने भयो र 10 को पावर n र त्यसपछि माइनस n, यहाँनिर स्मल n हुनुपर्ने, अलिक करेक्ट गर्नु होला। त्यसपछि त्यहाँ जतिवटा डिजिट छ त्यतिवटा 9 हुने भयो माइनस गिभन नम्बर हुने भयो है त। अब इक्जाम्पल एउटा हेरौँ जसमा चाहिँ बाइनरीको लागि चाहिँ कुनै एउटा नम्बर दिएको छ 11001110 भन्ने। अब यसलाई चाहिँ तपाईँले यदि यसको वान्स कम्प्लिमेन्ट निकाल्न खोज्नुभयो भने त्यसमा 7 वटा बिट छ हैन, त्यही भएर त्यो स्मल n को भ्यालु 7 भयो। अब हामीले गर्नुपर्ने के हो त भन्दाखेरि यो फर्मुला r को पावर स्मल n -1 माइनस क्यापिटल n छ यसमा चाहिँ राख्ने हैन। अब r को पावर स्मल n -1 को भ्यालु चाहिँ तपाईँले यदि क्याल्कुलेट गर्नुभयो भने यहाँ 7 वटा भएको हुनाले 7 वटा 1 आउँछ। अब 7 वटा 1 लेख्यो, त्यसपछि गिभन नम्बर लेख्यो। अब यो घटाउँदाखेरि जुन रिजल्ट आउँछ त्यो एउटा युनिक के देखिन्छ यसमा भने हेर्नु त, यहाँनिर 0 छ, यहाँनिर 1 आयो, यहाँ 1 छ, यहाँ 0 आयो, यहाँ 1 छ, यहाँ 0 आयो, यहाँ 0 छ, यहाँ 1 आयो। भनेको त ठ्याक्कै 0 ठाउँमा 1 र 1 को ठाउँमा 0। भनेपछि अब हामीले यो घटाइराख्ने सबै कामहरू यति गर्नुभन्दा डाइरेक्ट यो जुन गिभन नम्बर छ त्यो गिभन नम्बरको चाहिँ ठ्याक्कै 0 को ठाउँमा 1 र 1 को ठाउँमा 0 लेखियो भने इनफ हुन्छ। त्यसै गरी अब डेसिमल नम्बर सिस्टममा यदि हामीले त्यसरी नै क्याल्कुलेट गर्न खोज्यो भने यो गिभन नम्बर छ, अब यहाँ पनि 7 वटा डिजिटहरू छ अनि r को पावर स्मल n -1 भनेको चाहिँ अब यहाँनिर 7 वटा 9 हुन्छ हैन। अब 7 वटा 9 लेख्यो, त्यसपछि गिभन नम्बर लेख्यो। अब घटाउने र घटाउँदाखेरि के आउँछ त भन्दाखेरि सबै 9 भएको हुनाले यो सबभन्दा ठुलो नम्बर भयो। सबभन्दा ठुलो नम्बरबाट घटाउन एकदमै इजी हुन्छ हैन। 9 - 6 3 हुन्छ, अनि 9 - 3 6 हुन्छ, 9 - 2 7 हुन्छ। भन्नुको अर्थ यहाँ हामीले डाइरेक्ट सुरुमै यो नम्बर जुन गिभन नम्बर छ त्यसबाट चाहिँ यदि हामीले नाइन्स कम्प्लिमेन्ट निकाल्न खोज्यौँ भने 6 को ठाउँमा 3 लेख्ने, 3 को ठाउँमा 6 लेख्ने, भनेको एउटा यस्तो नम्बर लेख्ने जो चाहिँ त्यो नम्बरसँग जोड्दाखेरि चाहिँ 9 आउँछ है। त्यसपछि अब रेडिक्स कम्प्लिमेन्टतिर जाउँ। रेडिक्स कम्प्लिमेन्ट भनेको चाहिँ अब यदि बाइनरी नम्बर सिस्टम छ भने 2's कम्प्लिमेन्ट भयो, अनि डेसिमल नम्बर सिस्टम छ भने 10's कम्प्लिमेन्ट भयो है। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि 1 फलोड बाई त्यहाँ गिभन नम्बर अफ स्मल n है। अब त्यहाँ कतिवटा बिट छ त्यतिवटा 0 हुने भयो र सुरुमा 1 हुने भयो। अथवा अर्को तरिकाले अब जस्तै कसरी बुझ्न सकिन्छ भने जुन चाहिँ 9's कम्प्लिमेन्ट र 1's कम्प्लिमेन्ट छ त्यो क्याल्कुलेट गरेर 1 जोड दिने है। त्यो 1 चाहिँ पछि जोडे पनि हुन्छ, किनभने यहाँ 1 घटाइया छ, त्यो 1 जुन घटेको छ यहाँनिर r को पावर n -1 जुन भएको थियो त्यो हटेको हुनाले हामीले पुरानै क्याल्कुलेसन गर्ने र त्यसमा चाहिँ एउटा अर्को 1 चाहिँ थपिदिने, जोड दिने, त्यसो गर्दा नि हुन्छ। अब एउटा रेडिक्स कम्प्लिमेन्टको चाहिँ इक्जाम्पल हेरौँ। जस्तो कुनै त्यो अघि नैको नम्बर जस्तै 11001110 नम्बर दिएको छ,
अब यसमा चाहिँ 7 वटा बिट्सहरू छन् हैन। अनि हेर्नु त सिम्पल छ। यो जुन चाहिँ नम्बर आएको छ अघि यसरी क्याल्कुलेट गर्दाखेरि त्यसमा चाहिँ फेरि एउटा 1 थप्नु भनेको त्यो चाहिँ फेरि के हो त रेडिक्स कम्प्लिमेन्ट हो। त्यसैले जुन सिम्पल तरिकाले हामीले वान्स कम्प्लिमेन्ट गऱ्यौँ त्यो गर्ने वान्स कम्प्लिमेन्ट 0 को ठाउँमा 1 लेख्ने 1 को ठाउँमा 0 लेख्ने यसरी गर्दै जाने र अन्तिममा एउटा 1 थपिदिने एउटा 1 जोडिदिने र त्यसपछि जुन चाहिँ रिजल्ट आउँछ त्यो चाहिँ टुज कम्प्लिमेन्ट हो। एउटा अर्को तरिका पनि यसमा सजिलो छ। के गर्ने त भन्दाखेरि यो 0 लेख्ने है, यो ठ्याक्कै यो जुन चाहिँ गिभन नम्बर छ यसबाट लास्टमा अहिले 0 देखिया छ भनेपछि यो 0 लेख्ने र 0 लेखिसकेपछि 1 आयो। अब यो 1 आउन्जेलसम्म सेम सार्ने। 0 छ भने 0 लेख्यो, 1 छ 1 लेख्यो है, सेम सार्यो। त्योभन्दा अगाडिको चाहिँ सबैलाई उल्टा गरिदिने। अब यहाँ 1 लेखा छ नि त्यो यहाँ 0 भयो। अब यहाँनिर यहाँ 1 आएको छ नि रिजल्ट भन्नुपर्छ यहाँ पक्कै पनि 0 छ। यहाँ 0 छ भने चाहिँ पक्कै पनि यहाँ 1 आएको छ। हेर्नुहोस् है, जबसम्म लास्टबाट 1 आउँदैन तबसम्म चाहिँ सेम सार्ने, त्यसपछि चाहिँ ट्याक्कै उल्टा गरिदिने। 0 को ठाउँमा 1 र 1 को ठाउँमा 0। त्यसै गरी अब अर्को डेसिमलकै लागि हेर्ने हो भने नि इक्जाम्पल सेम अघिको नम्बर छ 7 वटा डिजिट छ। यसमा पनि क्याल्कुलेसन नर्मल 9s कम्प्लिमेन्ट गर्ने र लास्टमा 1 थपिदिने है। सिम्पल छ। यसो गर्ने र घटाउने, घटाइसकेपछि जुन नम्बर आउँछ त्यसमा चाहिँ 1 थपिदिने र त्यो चाहिँ 10s कम्प्लिमेन्ट हुन्छ।